हेलो गाइज हामीहरू काफल खान आइसकेका छौँ रुखमा पनि चढिसकेका छौँ अनि रुखलाई पनि हानि भइसकेको छ धेरै भाँची पनि सकेका छौँ भनेर चाहिँ त्यस्तो हामी भन्दैनौँ फेरि त्यसैले हामी रुखलाई हानि नपुर्याएर काफललाई मात्र हानि पुर्याउन आएका हौँ एउटा गीत काफल खाने कोइया मारुला संकेरे सिसा की गोलीले ल हेर दुईटा मेरा साथी भाइहरू तल छन् एउटा भाइ चाहिँ यसरी चढिरहेछ हेर्नुहोस् नु देख मेरो कहाँ तँलाई दाइ भन्ने हो त गाई चरु हामीहरू काफल खाइरहेछौँ हेरेँ नि म सब्सक्राइब गरेँ नि त हेर हामीले भ्यागुत त काटिया पनि बनाएको हेरे हामीले काटिलिउँ तपाईँहरूलाई यो काफल देखाउन पर्दा त म चाहिँ काफल खाँदिनँ जस्तो लाग्यो त्यसैले म खाएर अन्त्यमा जाँदाखेरि बनाउँछु है भिडियो र पाकेको छ काफल मिठो मिठो कपाल खाना आइसकेका छौँ ल भन्न भन् खाँदै आज हामी कपाल खाँदैछौँ यो चाहिँ हाम्रो नेपालमा पाइने एक अनमूल्य चिज हो फलफुलको रूपमा एक चिनिन्छ जो फ्रीमा पैसा नतिरेर खान पाइन्छ भन्न जसलाई हामी वनमा पाउँछौँ यसलाई घरमा पाइँदैन घरमा पाइँदैन रहेछ रोपेपछि घरमा पनि पाइन्छ नि तर फ्रीमा घरमा पाइँदैन भन्दाखेरि हेर्नुहोस् हामी काफल खान आइसकेका छौँ आज यसलाई अफाटो पनि भइसकेको कुरा हो कि होइन चिन्चिजरी बचाउँदै नि तँ पिपी बचाउँदै नि कहाँ बचाउने हो त बचाउनलाई आउँ त बजाउँदै नि होइन त टिटेको त त्यो बल बल तल कहाँ चम्पा विकास के भन्न त पनि मेरो के खाइछि त अनि रुखको हानि गरेर काफललाई मारिसकेका छन् भनेर यो भिडियो पनि हजुरलाई देखाइरहेको छु यस्ता गद किनकि बाँदर जस्ता हेर्नुहोस् एउटा बाँदरले रुखको हाँगा नि भाँचेर काफलको हानि गरिरहेछ म चाहिँ अब भिडियो त गरिरहँ तर भुइँबाटै गरिरहँ काफलै दिइरहेको छैन के गर्नु आशिष दाइ त्यही भन होइन